So hello guys, welcome back to my channel Cognivexa Prime Official. आज हामी कभर गर्दै हुनेछौँ युनिट 2 अफ क्लास 10 साइन्स दैट इज क्लासिफिकेसन अफ लिभिङ बिङ। यो भिडियोमा हामी के गर्दैछौँ प्र्याक्टिकल्ली सिक्दैछौँ। मेन चाहिँ अब एनिमलको क्लासिफिकेसन पनि यो युनिटमा पढ्न पर्छ, बट आई विल बी गोइङ विथ द क्लासिफिकेसन अफ प्लान्ट्स। सो या फर्स्ट अफ अल लेट्स ह्याभ अ लुक। यो पाठमा चाहिँ हामीले स्पेसली त्यही एनिमलको र प्लान्टको क्लासिफिकेसन चार्टको बारेमा पढ्छौँ, त्यति हो। बट त्यसलाई अलि डिटेल रूपमा पढ्छौँ। सो प्लान्टको चार्टको कुरा गर्न पर्दा प्लान्ट इज क्याटेगराइज्ड इन्टु 3 डिभिजन्स। त्यो चाहिँ के हो? एल्गी विच इज अल्सो कल्ड थ्यालोफाइटा, ब्रायोफाइटा विच इज सेकेन्ड डिभिजन, एन्ड अर्को हामीसँग छ ट्र्याकियोफाइटा विच इज द थर्ड डिभिजन। अब नेक्स्ट जुन छ हाम्रो ट्र्याकियोफाइटालाई पनि 3 सब डिभिजन्समा के गरेको हुन्छ, क्याटेगराइज गरेको हुन्छ। ट्र्याकियोफाइटाको 3 सब डिभिजन्स टेरिडोफाइटा, एन्ड देन जिम्नोस्पर्म एन्ड एन्जियोस्पर्म। एन्जियोस्पर्मलाई पनि 2 क्लासेसमा के गरेको छ, क्याटेगराइज गरेको छ। दे आर मोनोकोटाइलेडन एन्ड डाइकोटाइलेडन। सो फर्स्ट अफ अल हामी ब्रायोफाइटा हेरौँ है। ब्रायोफाइटा चाहिँ प्राय भित्तातिर हुन्छ, हामीले देखिरहेको हुन सक्छौँ है। सो लुक दिस, जुन यो छ है। अब यो अरूलाई चाहिँ इग्नोर गर्नुहोस् है। यो छ जुन, त्यसपछि जुन अब यो छ है, अनि जुन यो मुस छ है यो, अनि त्यसपछि हियोमेटिज जुन यस्तो छ, यो चाहिँ के हो? हाम्रो ब्रायोफाइटा हो। अब चाहिँ लेट्स have a look at Pteridophyta. Pteridophyta we know found the best example. So you can see this. Yeah. जुन यो छ यो के हो? हाम्रो Pteridophyta मा पर्छ। यो चाहिँ अब ब्रायोफाइटा भन्दा बढी डेभलप छ, बट सी जुन यो अरू छन् जिम्नोस्पर्म र एन्जियोस्पर्म, त्यो भन्दा के छ, यो कम डेभलप छ। सो यो के भयो? यो टेरिडोफाइटा भयो। फुल्ने प्लान्ट्सहरू सबै के हुन्? हाम्रो एन्जियोस्पर्म हुन् है। सो या सी क्यान सी दिस फुल्ने प्लान्ट्सहरू त हामीले देखिरहेका नै हुन्छौँ वरिपरि इन्भाइरोमेन्टमा। सो या अब लेट्स सी एन्ड लेट्स क्लासिफाई मोनोकोटाइलेडन एन्ड डाइकोटाइलेडन अन भेरियस बेसिस है। अब चाहिँ के गरौँ, डाइकोटाइलेडन र मोनोकोटाइलेडन अन बेसिस अफ फ्लावर चाहिँ छुट्टाम है। जिम्नोस्पर्मको खोजीतर्फ लागौँ है। जिम्नोस्पर्म चाहिँ अब जिम्नोस्पर्मको क्यारेक्टरिस्टिकको कुरा गर्दै तल जाऊँ। जिम्नोस्पर्ममा चाहिँ के हुन्छ भन्दा नेकेड सिड हुन्छ, एन्ड जिम्नोस्पर्म के हुन्छ, एन्जियोस्पर्म भन्दा कम चाहिँ डेभलप भएको हुन्छ। यो त हामीलाई थाहा नै छ। सो यो जिम्नोस्पर्म चिसो ठाउँतिर पाइन्छ होइन, निडल लाइक लिप्सहरू हुन्छन्। यही हो हाम्रो जिम्नोस्पर्म। अब निस्केको छ। क्लोजर लुक चाहिँ यु क्यान ह्याभ, एकदम स्ट्रक्चर एकदम छ। आई हेभ स्ट्रगल है, यति राम्रो टिकको लागि चाहिँ आई हेभ स्ट्रगल। सो प्लिज हिट लाइक, सब्सक्राइब। सो या अगेन टु रिपिट है, जिम्नोस्पर्मको मेन क्यारेक्टर चाहिँ के हुन्छ भन्दा जिम्नोस्पर्मको सिड चाहिँ के हुन्छ, नेकेड हुन्छ, फ्रुटबाट इन्क्लोज हुँदैन। इट इज अनलाइक provided in Discord. Join the community. Links are in description.